खै किन हो त्यति बेलैदेखि समाजले बुझेको र मैले बुझेको सौन्दर्यमा एकदमै फरक थियो। समाजले मान्छेको सौन्दर्यलाई बाहिरी सतहीको रूपमा मात्र हेरेर यो मान्छे त कति राम्रो, त्यो मान्छे त कति कुरूप भन्ने गर्थ्यो। तर मलाई कोही अनुहारले राम्रो र नराम्रो कहिल्यै लागेन। म अलिअलि झल्याक झुलुक थाहा पाउँछु। हाम्रो घर नजिकै एकजना बुढाबाको घर थियो। तिनलाई लाठी सार्की भन्थे। तिनले मलाई अत्यन्तै माया गर्थे। उनले मलाई सानी मुखिनी भन्दै काखमा लिन्थे। म पनि उनको काखमा लुसुक्क जान्थे। ती बुढा मलाई सुन्दर लागे। जसले मलाई घृणा गरे ती बाहिरी स्वरूप जतिसुकै सुन्दर देखिए पनि मैले तिनलाई कहिल्यै सुन्दर देखिन। मान्छे तर्क गर्छन्, बाहिरी स्वरूप सुन्दर भएन भने भित्री सुन्दरताको मात्र के काम? मेरै घर नजिकै त्यस्तै चरित्रहीन एउटी आइमाई छे। ऊ झट्ट हेर्दा सुन्दर छे, जवान छे। उसलाई हेरेर म प्रश्न गर्छु, आखिर के हो सौन्दर्य? बाहिरी झट्ट देखेको सुन्दरताको अर्थ लाउनेहरू चुपचाप लाग्छन् र टोलाइरहन्छन्। यिनीहरू पनि समाजका मान्छे नहुन्। यिनीहरूले पनि समाजले बुझेकै जस्तो त्यसको अर्थ लाउँछन्।